यो जापानमा वासिङ मेसिनको यो तल चाहिँ लास्टै फोर हुँदो रहेछ होइन साथीहरू। यसको लागि चाहिँ सुरुमा यस्तो हुन्छ, यहाँ पेचकस निकाल्ने हो एउटा, त्यहाँको पेज निकाल्ने यहाँ यता हामीले चाहिँ अहिले पहिला गरेर यो अहिले क्लिन छ, नत्र भने चाहिँ यहाँ पुरै कालो हुन्छ, त्यो लेउलाए हुन्छ। यस्तो गनाउँछ होइन, गनाउँछ अनि यो पुरै हामीले हानिस्या हो किनी अहिले सफा गर्न त पुरै लेउलाको कालो हुन्छ गरेको। अनि यहाँ तल नि हुन्छ, आफूले जसरी मन लाग्यो त्यसरी गर्न मिल्यो। टाइम चाहिँ हो, यसलाई एकछिन अफ गरौँ होइन। यो भयो, अब यसलाई हामी एकचोटि फेरि गर्नेछौँ सरफ लगाएर, पनि लगाएको हौँ चक्क लाएर गरिसकेपछि अब यो हुन्छ अघि गरेको। फेरि यसलाई एकचोटि मजाले हानिसकेपछि लुगाको गनाउनेपनहरू सबै हट्छ। ल अब यो सब रेडी भयो। अब यसमा चाहिँ पानी हाल्ने, पानी हालेर यो पानी यसलाई यो पानीले क्लिन गर्ने यो फोहोर जति। कसरी भन्दाखेरि यहाँनिर पानी त जति हाल्दा नि भयो, पानी जत्त। ल स्टार्ट भयो। अब यो पानी यति हालौँ, 20 सेकेन्ड पानी धाएर मिक्सिङ सफा गरौँ। अब यो होइन चक्का लाएर म देखाउनु ल्याएको होइन कि खर्च कि यता अलिकता भयो, यता है टक्क मलाई पनि नदेखाऊ। टक्क लाएर यो क्लिन भएको छ लाएर यो चाहिँ सबै कुराहरू गरिसकेपछि लास्टको स्टेप हो क्या। टक्क लाएर सरफ पानीले मस्त धोएको छ। र हामी अर्को भिडियोमा चाहिँ के बनाउँछ भने पानीलाई एकमुष्ट सरल कसरी फाल्ने होइन त, बाल्टीमा लिएर फाल्न त झ्याउ हुन्छ नि त। यसले अब हामी यो जम्मा भएको पानीलाई कसरी फाल्ने त एकमुष्ट भन्ने तरिकाले बनाइदिएका छौँ। मेन फर्स्टमा स्टार्ट बटन अन अनि त्यसपछि यहाँनिर यो सुजुकी भन्दा तल्लो खाँजीमा लैजाने यो मिजुको यहाँ लगाएर स्टार्ट गर्ने। पानी आफै घट्छ। अब साउन्ड सुनिरहनु भएको छ, साउन्ड आइरहेको छ बिस्तारै पानी घटेको, पानी लेभल गर्दैछ। अघि यो 9 छ नि, यसको अर्थ के हो खास बुझ्यो? यो त न त पानी लेभल हालेको कि ए हो, अनि रोकेर नि हामी फेरि यो सुजुकीमा लगाइदिउँ। गइरहेछ कि जाने हो? गइरहेको घटिसक्यो। ए गइरहेछ होइन? ए पानी घट्छ हेर्न सक्नुहुन्छ। ओके, यस्तै इन्फर्मेटिभ भिडियोको लागि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। फेरि हामी अर्कोचोटि आउनेछौँ। गरिरहँ अहिले।